फेरि पनि स्वागत छ मेरो न्यू भिडियोमा। भिडियो हेरेर साथ सपोर्ट गरिदिनु होला। के कस्तो छ क्लबमा गएर देखाउने छु, कुन क्लब हो भनेर म त्यहीँ गएर देखाउने छु। फेरि जेन्सन फुल्लिरहेको आजभोलि किन पनि के कारण छ यसमा, अब के कारणले चाहिँ मैले देखाउँछु हजुरहरूलाई। पुरै सेतो सर्ट लगाएर हिँडिसकेको नि के अरे, अब ऐना सैना हेर्दैछन् हेर्छन् छु कि नै भनेर। मेरो कपाल कस्तो त आम्मामा गाडी खतरा खतरा। ल हामी टुई टुई हिँड्दैछौँ यहाँबाट। अब भन। हिजो राति गएको थिएँ मैले होइन, नेपाली दाजुभाइ पनि भेटाएँ त्यो 3-4 जना। एयरपोर्टमा काम गर्ने, एयरपोर्टमा काम गर्ने त्यो पनि ड्राइभर। त्यो बाहिरै बस्छ कि त्यो रेन्टमा कार पाउँछ नि, त्यसमा काम गर्दो रहेछ त्यो। अनि चिनेन त त्यसले भन्दै त्यो डङ्कीभन्दा पछाडि भन्दैछु म। दुलाल 10 को गन्तव्यमा आइसक्यो। अब माथि गएर हजुरलाई देखाउँछु म के कस्तो छ। धान एकदमै सही हुन्छ कि खै गरेर देखाउन तिमी। ल हामी चाहिँ दुलाल 10 को यहाँ जिमलमा आइसक्यो। हामी मान्छेहरू खोज खासै कोही छैन, चाँतिर हुन्छन् रे। त्यही भएर आज खाली टाइममा हामी आइदिएको हेर्न। ल के गर्छौ त देखाउ सुरुमै। हो खत्रै हानिरहन हाम्रो दुलाल 10 ले। बडी चाहिँ यस्तो बनाउने रे। अब अलि लास्टमा अब जिमसिम हाने त बडी पनि देखाउँछन् मेरो दोस्तले। अब कस्तो हुन्छ, खतरनाक हुन्छ कि नै। मेरो दोस्तको पारा हेर हौ, चट्टा हान्दैछन् के अरे। अलि तल जाऊ। आम्मा हो आम्मा खतरा देखिरहेको त दुलाल झन् तिमीलाई त। ल दोस्त म नि आज हान्दैको अर्को महिनादेखि अब पैसा तिर्ला तिमीहरूसँग बस हान्न। अब ल जिममा आएर मैले थोरै जिम हान्दिएको दोस्तसँग ठागे खाने दोस्तै। बिहो सुन्ला चाहिँ पानी ल्याएर खुवाइदियो, कहिले ठिक भयो। आम्मामा हो ल खत्रै देख्यो खत्रै। ल ऊ त्यस्तै खत्रै देखिरहेको। सेम बल लगाउनु पर्छ क्या दुइटैमा, एकै नाच्नु एकैचोटि। चाँडै ऊ त्यस्तै बनाउने भनेर पछाडिको जस्तै बनाइराखन्। हेर म खोइ कस्तो हुन्छ। 1 सालसम्म यहीँ बस्यो भने म देखाउँछु मेरो दोस्तको बडी कस्तो छ भनेर। ऊ त्यस्तै पछाडि छ नि त्यस्तै हुन्छ। ल जिम बाई बाई। अब जान लाग्यो। यहाँ एक दिन स्विमिङ हान्न आउनुपर्छ चट्ट। मैले बुझिनँ। ए फाइट कराटे। ल यहाँ चाहिँ कराटे टेक्वान्डो हुँदो रहेछ चट्ट। दुलाल दोस्रो म चट्ट हेर्न आइरहँ यहाँ पुरै फाइट हुन्छ, स्पाइरिङ हुन्छ। स्पाइरिङ भन्ने थाहा कि नै? खेल्ने मान्छे आउँछन् र यहाँ केटीहरू हुन्छ कि केटाहरू हुन्छ? साउदी केटीहरू हुन्छ नि साउदी केटाहरू? हो र ल ठिक छ। जिम त यहाँ आउनु पर्ने। ए लिफ्टमा चढ्यो नि कस्तो हुन्छ थाहा कि नै? ल दाइ लाग्यो। अब सर र कोठातिर आज जिमलको नजारा नि हेऱ्यो दुलाल दोस्तोमा। यस्तै हो। अब भिडियो हेरेर लाइक गर्नु, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला।